पिसाबले च्यापिरहेको थियो भनौँ न। बा 24 के अरे 30K भ्युज पुगेको। ओ माइ गॉड आज ल। हेलो के छ सबैहरूलाई सन्चै छ होला है। म पनि सन्चै छु। हजुरहरूलाई के भन्न आएको भने म चाहिँ मैले चाहिँ अस्ति भएर एउटा यो भिडियो चाहिँ होइन बुटोल क्लास लिन गएको थिएँ कि यतिखेर चाहिँ एकदम पिसाबले च्यापिरहेको थियो भनौँ न। अनि मैले भने त्यो दिदीलाई, दिदी हो कि बहिनी त राम्रोसँग देखिन, के भने नि म जान्छु पहिला पिसाब गर्न अनि त्यसपछि तपाईँ जानु होला भनेर यसो भनेको। मान्नु भएन। अनि आफू छिरिहाल्नु भयो कि त्यो बहिनी छिरिहाल्नु भयो होइन। त्यसपछि के भयो भन्दा अनि मेरो पनि एउटा सोचाइ ल केटा छिटो भिडियो गरिदिनु त म पनि यस्तो भिडियो बनाइदिनु दिदी। तपाईँको भिडियो बनाएको त मैले ठ्याक्कै केटाहरूले भिडियो बनाइदिनु भनेर स्विच अन अफ गरिदिएको त यसो भिडियो दामी भएको के यत्तिकै अपलोड गरेको। यसो साथीहरूलाई पब्लिक गरिदिउँ भनेर अपलोड गरेको। बा 24 के अरे 30K भ्युज पुगेको। ओ माइ गॉड आज ल सबैलाई धन्यवाद छ, सबैलाई माया छ होइन। यो भिडियोमा धेरै यो भिडियो हेर्ने अरूलाई सबैलाई माया छ। लाइक कमेन्ट सेयर अझै गरिदिनु होला, माया गरिदिनु होला पछि जति भिडियो है। म चाहिँ यति भन्न आएको ल।